वर्षै पछि एडमिसनका नाममा बोर्डिङ स्कुलबाट जुन शुल्क उठाइन्छ नि त्यसको विरुद्धमा मैले हिजो एउटा भिडियो बनाएको थिएँ। त्यसलाई धेरैभन्दा धेरै सेयर गर्नुभएको छ। अवश्य पनि सम्बन्धित निकायसम्म त्यो भिडियो पुग्यो नि होला र सम्बन्धित निकायले यो उचित वा अनुचित छुट्याएर चाहिँ यसलाई समाधानको दिशातर्फ अगाडि बढाइदियोस् भन्ने हाम्रो कामना हो। किनभनेदेखि एउटा स्कुलमा प्रवेश गर्दै गर्दाखेरि वर्षै पछि एडमिसन गर्नुपर्ने किन, एनुअल फी केका लागि लिइँदैछ त्यो स्पष्ट हुनु पर्यो नि त। ती सम्पूर्ण कुराहरूलाई चाहिँ समाधान गरिदियोस् भन्ने हाम्रो हेतु छ। हाम्रो विश्वास छ अहिले नयाँ सरकारले चाहिँ अभिभावकहरूलाई केही राहत दिन्छ कि भन्ने हामीले आशा लिएका छौँ र त्यही आशाका साथ धेरैजना अभिभावकले त्यो भिडियोलाई सेयर गर्नुभएको छ। अवश्य पनि सम्बन्धित निकायसम्म पुग्यो नै होला त्यो। र अबका दिनमा कस्तो हुन्छ भन्दाखेरि यस्ता समस्याहरू भनेको हाम्रो शैक्षिक क्षेत्रमा मात्रै छैनन् कि हाम्रो हरेक क्षेत्रमा छन्। त्यस्ता सानातिना समस्याहरूलाई पनि पोइन्ट आउट गरेर हामीले सम्बन्धित निकायलाई झकझकाउने काम गर्नुपर्छ। र भर्खरै मात्र मलाई विद्यार्थी भाइ बहिनीहरूले चाहिँ एउटा के मेसेज गर्नु भन्दाखेरि हामीले जहाँ भाडा बसेर पढ्दैछौँ त्यहाँनिर चाहिँ हामीलाई विद्युत महसुलका बापत चाहिँ हामीलाई 14-15 देखि लिएर 20 रुपियाँसम्म तिर्नुपर्ने अवस्था छ। त्यस्तो खालको अनियमितता छ। सानो जस्तो देखिने तर त्यसलाई प्रत्यक्ष रूपमा चाहिँ के छ भने विद्यार्थी भाइ बहिनीहरूलाई त्यसले असर गरिरहेको हामीले महसुस गरेका छौँ। र यस्ता साना साना अनियमितताहरूलाई कुन निकाय, कुन एउटा विभाग बनाएर हेरिन्छ कि कुन एउटा एजेन्सी बनाएर हेरिन्छ, त्यो हेर्ने एउटा छुट्टै निकाय बनाउनु पर्यो र यस्ता साना 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 कुराहरूलाई पनि हेरिदिनु पर्यो भन्ने हाम्रो आवाज हो। र जनताको आवाज नै सबैभन्दा ठुलो कुरो हो हैन। जनताको समस्यालाई समाधान गर्नु नै सरकारको प्रमुख दायित्व हो भन्ने हामीले मनन गर्नुपर्छ। किन भन्दाखेरि हामीलाई समस्या पर्यो भनेदेखि त्यो समस्या सरकारलाई परेको महसुस हुनु पर्यो क्या। जनताको समस्या नै सरकारको समस्या हो क्या। त्यसकारणले गर्दाखेरि समस्या भनेपछि समाधानतिर जानु पर्यो क्या। त्यो समस्या हो नि त, त्यसको समाधानको उपाय खोज्नु पर्यो क्या। के गर्न सकिन्छ त्यसका लागि चाहिँ विद्युत प्राधिकरणले बस्ने विद्यार्थीहरूको चाहिँ लागत लिएर चाहिँ उनीहरूको चाहिँ डेटा लिएर चाहिँ त्यहाँ उनीहरूलाई चाहिँ छुट्टै व्यवस्था गर्नुपर्ने हो कि सभा मिटरको व्यवस्था गर्नुपर्ने, के गर्न सकिन्छ त्यो गर्नु पर्यो। सरकारले त्यस्तो एउटा छुट्टै निकाय बनाइदिएर यस्ता समस्याहरूको समाधान गर्नका लागि चाहिँ अग्रसरता देखाइदियोस् भन्ने हाम्रो अभिप्राय हो। र यो के छ भन्दाखेरि जति पनि अभिभावकहरूले यो कुराहरूलाई चाहिँ मनन गरेर साथ दिनुभएको छ धेरै धेरै धन्यवाद दिन चाहन्छु। हस्त धन्यवाद।